यो चाहिँ अहिले बिहानकै सिन हो है एकदमै चिसो छ घाम चाहिँ लागिरहेछ तर पनि चिसो चाहिँ चिसो छ म चाहिँ यस्तै चिसोमा नि बच्चाहरूलाई स्कुल पढाएर आएको अब त्यसपछि तपाईलाई यसो बाहिरको सिन पनि देखाउन मन लाग्यो फेरि घाम पनि लागिरहेछ हेर्नु न कस्तो मजाले अनि त्यो कस्तो राम्रो सिन देखेको यो वाला हो सो हाई साथीहरू आज मसँग चाहिँ छ 4वटा ललिज र यो चाहिँ म र मेरो छोरा खाँदैछौँ र स्पेसली मेरो छोराको फोनको लागि पनि हो उसलाई इन्जोय हुन्छ नि त त्यही भएर यसो भिडियो पनि बनाऊ अनि त्यसपछि बच्चालाई पनि खुसी पारौँ भनेर यत्तिकै ऱ्यान्डमली भिडियो बनाएको है त सो हेलो एभ्रिवान हामीसँग चाहिँ मैले भनिसकेँ 4वटा आइसक्रिम छ मेरो छोरा र मैले खाने र सबलाई नमस्ते ल सेस which flavor do you like कुन चाहिँ खाने white coconut or strawberry सो हेलो एभ्रिवान मैले चाहिँ यो आइसक्रिम खोलिसकेँ मैले अघि भनेको थिएँ मसँग 4वटा के अरे आइसक्रिम छ म र मेरो छोरा खाने कहाँ खाएको ल छिटो छिटो खाइसक्ने फेरि त्यसले सेकेन्ड पनि खान्छ है ओके ल चेस यति धेरै चिसो छ तर हामी आइसक्रिम खाने नि चेस ल अब यहाँ खाएन उठेर खाउँ न छिटो यहाँनिर हेरेर खाउँ न चेस कति खायो न मम्मी छोरा मिलेर खाएको है 2 आइसक्रिम You have 2 ice cream or 1? म होइन यो खाइसक्ने अनि छिटो तिमी र म गफ गरौँ छोरा यहाँ बस्नु त यहाँ बस्नु त तिमी र म गफ गरौँ गफ बनाउँछ बस्नु यता फर्केर बस्नु न यहाँ बस्नु न हो सो साहस म हजुरलाई एउटा क्वेसन सोध्छु ल वाट इज योर नेम शोली राई अनि तिम्रो मम्मीको नाम के हो चरिता अनि पापाको नाम जितेन्द्र अनि सबैभन्दा नि टेस्ट गर्नु त साहस राई यस दुईटै एकैचोटि यम्मी तिम्रो टर्न कस्तो बिहान तिमीलाई मनपर्छ है आज मम्मी छोरा फोन गरेको होइन मलाई गफ सुनाउ न अनि के भन्ने तिमीलाई मलाई के भन्ने सोध न के सोध्नु मन छ मिठो है सानो यो सबै डेकोरेसनको यो लाइटिङहरू यो व्हाइट कलरको बलहरू सबै निकाल्ने को हो को दिदीले हो दिदीले चाहिँ भन्छ फेरि सासले भन्छ त तिमीले निकालेको त्यो सबै गिफ्टहरू पनि सबै निकालिदिएको त खाले छैन यसै दिदीको एउटा हात पनि त्यो पनि छैन यहाँ मुनिको राखे गिफ्टहरू खोइ त छैन नि मलाई एउटा गीत गाएर सुनाइदेऊ न ओस्काले कसो भन्छ अरे छोरा के भनेको त्यो चाहिँ गो हमक भन्छ होइन ला 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 खै म यस्तो गर न ललिज ललिज हेर्नु
तिम्रो अनि चिसो किन खायो कपाल काट्नुपर्छ पर्दैन अब कपाल काट्ने स्कुल जानु थाल्यो काट्ने ल स्कुल जानु थाल्यो त कहाँ तिमी मसँग यसै बस्न पाउँछौ त अनि मम्मीसँग सुत्ने सो क्युट कस्तो राम्रो के भन्नु यो प्लान्ट चाहिँ कस्तो राम्रो थियो नि त अनि त्यसपछि कस्तो एक्सपेन्सिभ पनि थियो किन्दाखेरि अनि त्यसपछि अहिले चाहिँ यो नानीहरूले पात चुटाइदिएर के गरेर बल्ल बल्ल फेरि मैले अर्को ठाउँमा सारेपछि उसको बच्चाहरू बिस्तारै टुसाएर हान्दैछ कस्तो हेर्नु न कस्तो राम्रो थियो अहिले जस्तो भइसक्यो मेरो क्रिसमस ट्री चाहिँ मेरो नानीहरूले अस्ति नै डेकोरेसन गरेर फेरि डेकोरेसन सबै निकालेर फालेछ यस्तो छिटो फाल्छ मेरो बच्चाहरूले यस्तो चाहिँ यस्तो काम यति छिटो गर्छ नि है सास अब चाहिँ विन्टरले गर्दाखेरि स्नोहरू हुन्छ नि त त्यही भएर सबै फुलहरू पनि यस्तो भइसक्यो यो तर स्टिल कस्तो मजाले यो चाहिँ के भन्छ अरे बुढो भएर पनि अब झर्ने बेला हो नि त तर पनि स्टिल कस्तो मजाले बसिरहेछ तर यो चाहिँ मर्दैन क्या कति धेरै के अरे यो हिउँहरू पर्दाखेरि पनि सो ड्यान्सरै सकिन लाग्यो एकदमै चिसो मेरो चाहिँ कोकोनट फ्लेभरै मिठो लाग्छ मलाई चाहिँ फेभरेट आज मैले क्रिसमस गिफ्ट यो चाहिँ स्टर्नल वेट रोजको प्लम टमाटोज एन्ड नेचुरल जुस खाने हो एक दिन Okay guys, see you, bye bye, see you next vlog, love you all, please सकेसम्म सब्सक्राइब पनि गरिदिनु होला माया पनि गरिदिनु होला है त लभ यु all